सबैजनाले विपिन जोशीको बारेमा दुःखद खबर सुन्नै भएको छ होला होइन? मनमा साह्रै चोट लागेको छ होइन? अब यहाँ हामी 2-3 वर्ष विदेश बस्दाखेरि घर परिवारलाई कहिले भेटौँला भन्ने आश हुन्छ एउटा होइन? त्यहाँ एउटा आमा, एउटा बहिनी, आफ्नो छोरा, एउटा भाइलाई भेटौँला, दाइलाई भेटौँला भनेर चाहिँ 2 वर्ष कुर्यो। गर्नु सक्न पर्ने आफूले सबै कुराहरू गर्यो होइन? लागि पर्यो, तर केही गरेर पनि सकिएन। अहिले चाहिँ लास्टमा के हुन्छ, इन्टरनेसनल मिडिया एउटा कुनै मिडियाले आएर चाहिँ हाम्रो रेकर्डमा छैन भनेर चाहिँ हमासको त्यो रेकर्ड निकालेर चाहिँ त्यसमा चाहिँ हालिदिन्छ होइन? अनि लास्टमा अहिले भर्खरै मैले रुटिन अफ नेपाल बन्दको न्युज पनि हेरेको थिएँ। छैन, अब हामी माझ रहेन भन्ने चाहिँ न्युज त्यहाँबाट पनि थाहा पाएँ। अब यस्तो क्षणमा चाहिँ हामीहरूले यो नराम्रो भिडियोहरू, स्याड एउटा ब्याकग्राउन्ड म्युजिक, स्याड मोमेन्टवाला राखेर भिडियो बनाउनु भन्दा नि फ्यामिलीले कसरी हुन्छ, मेन्टली सपोर्ट कसरी हुन्छ, त्यो कुराहरू गर्नु पर्यो क्या। नचाहिने वाहियात भिडियोहरू बनाएर भएन। सकिन्छ भने एउटा पोजिटिभ केही कुरा इम्प्याक्ट पर्ने त्यसरी बनाऊँ। सकिन्न भने चाहिँ यो वाहियात भिडियोहरू चाहिँ नबनाइदिउँ कि प्लिज, आई रिक्वेस्ट होइन सबैजनालाई। यो गरेर केही फाइदा छैन हामीहरूलाई। 2 जनाको लाइक, भ्युज, कमेन्टको लागि चाहिँ भिडियो पोस्टहरू नगरिदिनु। त्यो लङ टर्म रहन्छ क्या। घुमेर त्यही पोस्टहरू आइरहेको हुन्छ। भोलिको दिन फ्यामिलीले सम्हाल्न गाह्रो हुन्छ आफूलाई। त्यो बुझेर चाहिँ हामीहरूले भिडियो बनाउने हो भने नि, नत्र नबनाउँदा नि हुन्छ कि। यस्तो टपिकमा धेरै भिडियोहरू नबनाउँदा नि हुन्छ कि। मैले नि यो खासै भिडियो बनाउनु पर्ने जरुरतै थिएन कि। मैले यो भनेको रिस उठेर बनाएको भिडियो हो क्या। कस्तो भन्दाखेरि एउटा मान्छे, एउटा फ्यामिली एउटा प्रब्लममा छ, हामीहरू चाहिँ छुट्टै चलिरहेको छ। हामीहरूको यो सोसल मिडियाहरू टन्नै चलिरहेको छ। बनाउने भयो, अरू भिडियोहरू बनाऊँ। अनि खासमा मैले नि यो भिडियो बनाऊँ भनेर बनाएको होइन कि, मन लागेर बनाएको भिडियो होइन कि। यो चाहिँ अति रिस उठेर बनाएको भिडियो हो कि। जता हेऱ्यो, जे हेऱ्यो, जुनसुकै भिडियो हेऱ्यो, जुनसुकै पोस्ट हेऱ्यो, अहिले चाहिँ त्यही चलिरहेको छ। ट्रेन्डिङ न्युज भएको छ होइन। हुनु चाहिँ यो खासै यो यति धेरै यो न्युजलाई पब्लिस गरेर नि अहिले काम छैन कि। अब नराम्रो एउटा दुःखद खबर सुनिसकेछ भने चाहिँ कसरी एउटा फ्यामिलीले कसरी आफ्नो उसलाई ह्यान्डल गर्ने, अब कसरी उसलाई नेपाल ल्याउन सकिन्छ, यदि अब सब भेटिएको हो भने चाहिँ अब कसरी नेपाल ल्याउन सकिन्छ, त्यो कुरातिर फोकस गर्ने, गभर्मेन्टलाई प्रेसर दिने, प्रेसराइज गर्ने अलि होइन। कसरी सकिन्छ त अब त्यो कुराहरू हेर्नु पर्यो कि। यो वाहियात भिडियोहरू बनाएर यो भनेछ त्यो भनेछ, ब्याकग्राउन्ड स्याड म्युजिक हाल्नेछ, टाढा गरेर औचित्य